सर रैपिडो आप 66 म चाहिँ अहिले तामिलनाडु बेङ्गलुरुको बोर्डरमा आइसकेको छु। बबालै गाउँ एरियामा आइसकेको छु म चाहिँ अहिले चट्ट। म पनि त्यही पनि अझ राइड पिकअप गर्नको लागि आएको। यस्तो गाउँबाट पनि मलाई राइड मिल्यो। तर यहाँ हालेको होइन बेङ्गलुरुको हालत यस्तो छ कि हेलो एन्ड नमस्ते एभ्रीवान, वेलकम ब्याक टु माई न्यू ब्लग। हजुरहरूलाई स्वागत छ। आज चाहिँ न्यू डे न्यू ब्लग हजुरहरूको साथमा आइसकेको छ। आई होप सबजना सन्चै आरामै बबाले हुनुहुन्छ होला। यता म नि सन्चै आरामै बबाले छु। आज चाहिँ म आफ्नो डेली वर्कको यानि कि मेरो डेलीको काम जुन काम मैले गर्छु त्यो काम हजुरलाई देखाइरहेको छु। हजुरलाई कस्तो लाग्छ के लाग्छ। सो आजको भ्लगमा चाहिँ के छ भनेपछि मेरो आज चाहिँ पुलिसले मेरो फाइन काटेको छ। 500 रुपिस फाइन काटेको छ। बिल चाहिँ यहाँ रहेको छ। मेरो चाहिँ 500 को फाइन काटेको छ, जसमा मेरो नाम निर्मल ओली, गाडी नम्बर 405 हो। यो चाहिँ मेरो ट्राफिकले फाइन काटेको छ बेङ्गलुरुमा, किनकि मेरो आफ्नै गल्ती लापरवाहीले गर्दा मेरो फाइन काटिएको हो। फाइन काटेको भिडियो चाहिँ मैले देखाउन सकिनँ, किनभने म अल टाइम गोप्रो फिट गरेर चाहिँ हिँड्न सक्दिनँ, किनकि गोप्रोमा चार्ज पनि हुँदैन र त्यति कम्फर्टेबल पनि हुँदैन। हेलो नमस्ते सबजनालाई, गुड मर्निङ गाइज। म चाहिँ अहिले उठिसकेँ। अहिले चाहिँ अलिकति टाइम धेरै नै ढिलो भइसकेको छ, 8:30 भइसक्यो होइन। अब चाहिँ मैले ड्युटीको लागि निस्किनु पर्ने हुन्छ, तर हतार त हतार नै भइहाल्छ। म चाहिँ अलिकति ढिलो उठेको कारण हतार भइहाल्छ। बाहिर हेर्नु टुस्नु बाहिर घाम लागेर होइन, घाम लागेर बाहिर त्यस्तो भइसक्यो। म चाहिँ अहिले सुतेँ गाइज। सो गाइज अब चाहिँ म फ्रेस भएर सर्ट अब चाहिँ म कामतिर निस्किनु पर्ने हुन्छ। आज टाइम धेरैभन्दा धेरै ढिलो भइसक्यो गाइज। टाइम चाहिँ त्यही हो गाइज। सो मेरो चाहिँ फर्स्ट राइड लागिसकेको छ 80 रुपिसको होइन, 80 रुपिसको बेरेनवुड, यहाँनिर 200 मिटर नजिकबाट हो होइन। अब 200 मिटर पिकअप छ। अब ड्रप चाहिँ 6 किलोमिटर छ। 80 रुपिसको राइड हो। सो म चाहिँ अब यो राइडलाई लगेर निस्किन्छु होइन, किनकि टाइम पनि धेरै ढिलो भइसक्यो। 9 साढे 9 हुन लागिसक्यो होइन। टाइम गएको थाहै नै हुन्न बिहान। ल त्यही हो गाइज, बेला बेला भेटौँला। मेरो गाडी नै रेडी छ। अब निस्किनु पर्ने हुन्छ कामको लागि। म चाहिँ अब निस्किन्छु। ल गाइज, त्यही हो गाइज, म चाहिँ अब ड्युटीतिर निस्किँदैछु। घरबाट निस्किसक्यो होइन। अब यो राइड चाहिँ मेरो फर्स्ट राइड चाहिँ कुल्लु गेटको छ। हेरौँ त्यसपछि कताको आउँछ के हुन्छ। सो लेट्स गो गाइज। सो गाइज अहिले चाहिँ म लालबाग एरियामा छु होइन। हामी लालबाग एरियामा छौँ। यहाँदेखि चाहिँ मेरो यात्रसार लेआउटको पार्सल प्याकेज आएको छ होइन, 100 रुपिसको। म त्यो प्याकेज पिक गर्नको लागि गइरहेको छु। कति किलोमिटर छ के छ होइन। क्या करता है भाइ, यहाँ मेरो अगाडिबाट लेफ्ट रहेछ होइन। म चाहिँ यहाँबाट लेफ्ट जान्छु, तर ट्राफिक जाम भने एकदम बबालै छ है यो एरियामा। अब जस्ट 300 मिटर मात्र छ प्याकेज पिकको लागि होइन। म चाहिँ अब पिकअपको लागि गइरहेको छु। अब आइटम के छ हेरौँ होइन, नत्र अब अलिक ठुलो आइटम छ होइन। एकजनाले लग्न नसकिने आइटम छ भने त क्यान्सल गरेर हिँड्नुपर्ने कन्डिसन आउँछ। त्यही पनि आई विल ट्राई। यो एरिया चाहिँ हाम्रो एकदम बबाले जुनसुकै आइटम जे पनि पाउने एकदम सिटी एरिया हो। बेङ्गलोरको एकदम सेन्ट्रल एरिया हो। यहाँ चाहिँ आइटमहरू जे पनि जे आइटम खोज्यो उयो मिल्छ होइन। यहीँनिरबाट यही गल्लीमा चाहिँ प्याकेज रहेको छ होइन। म चाहिँ यहाँबाट जान्छु होइन। अब कस्टमरलाई कल गर्छु के आइटम हो के हो कता हो। मलाई लाग्छ जहाँसम्म यहीबाट हो होइन। रुक्मिनी मार्केटिङबाटै हो जस्तो लाग्यो। रुक्मिनी मार्केटिङ। हेलो, रुक्मिनी मार्केटिङ फर्स्ट फ्लोर है। ये क्लोथिंग कंपनी वही है। हाँ ओके, ये आइटम क्या है ये? हाँ ओके, आ रहा हूँ मैं।
मलाई चाहिँ फर्स्ट फ्लोर आउनुको लागि That's a rapid, up. आइटम क्या है? वो बॉक्स है ये अमाउंट उधर देगा OTP 5777 ओके गाइज प्याकेज चाहिँ यत्रो छ हैन वेट पनि एकदम धेरै नै वेट छ म चाहिँ ट्राई गर्छु हेरौँ हैन ट्राई गर्छु भगवानले गर्छु भन्नु गाइज देख्न सक्नुहुन्छ गाइज म चाहिँ अहिले तमिलनाडु र बेंगलुरुको बोर्डरमा आइसकेको छु अब यहाँदेखि 1 किलोमिटर उता गयो भने तमिलनाडुको बोर्डर आउँछ हैन अब त्यहाँ चाहिँ अब अहिले चाहिँ मेरो बिना कामै म चाहिँ कसरी जाने मैले चाहिँ यहाँ चाहिँ एउटा बुकिङ लिएर आएको थिएँ इलेक्ट्रोनिक सिटीबाट 27 किलोमिटर अनि यहाँदेखि अहिले चाहिँ बुकिङ कति पनि मिलिरहेको छैन के मैले कति वेट गरिसकेँ हैन कति किलोमिटर यता आइसकेँ तर पनि राइड त कुनै केही नोटिफिकेसनै आइरहेको छैन भने केही पनि त्यही भएर सर्ट गाइज म चाहिँ यता आइसकेको छु अब चाहिँ मैले बेंगलुरुमा छिर्नुपर्ने हुन्छ यहाँदेखि अब जति यता आएको उति उता जान पर्ने पनि हुनसक्छ त्यो थाहा अब भरोसै छैन हैन अब यो यस्तो राइडमा आएपछि के गर्ने जानै पर्यो म चाहिँ हिँड्दा हिँड्दा यस्तो बाटोमा पुगिसकेँ गाइज यो चाहिँ पुरा बारीमा कोदो फलेको छ हैन यता यता सब यस्तो छ अनि यता यस्तो छ पुरा एकदम गाउँ भन्दा पनि बबालै गाउँ एरियामा आइसकेको छु म चाहिँ अहिले चट्ट म पनि त्यही पनि अझ राइड पिकअप गर्नको लागि आएको यस्तो गाउँबाट पनि मलाई राइड मिल्यो मेरो चाहिँ लक हो क्या यो चाहिँ लक हो किनकि म खाली गइरहेको थिएँ यहाँबाट राइड मिल्यो मलाई बबाल मजा आउँछ अब चट्ट यस्तो गाउँ छ पुरा यस्तो रुखहरू चट्ट जङ्गलहरू बाटो चट्ट यहाँ बारीमा कोदो फलेको छ उतातिर मकै पनि छ हैन एकदम बबाल मजा गाउँको छ कि मजा सो म चाहिँ पिकअप गर्न गइहाल्छु ढिलो नगरेर रुम जाँदैछु आज चाहिँ मेरो पिकअप पुलिसले नै मलाई समात दियो त्यही भएर एकदम गाह्रो कन्डिसन भइरहेछ म अहिले चाहिँ रुम गइरहेको छु अब रुम पुग्नलाई मेरो 5 किलोमिटर छ अहिले म चाहिँ याचसार लेआउटमा छु ठिक्क याचसार लेआउटमा छु मलाई रुम पुग्नलाई अब 5 किलोमिटर छ सो लेट्स गो गाइज अब चाहिँ म मोटो भ्लगिङ स्टार्ट गर्छु यताको भ्यू चाहिँ यस्तो रहेको छ हैन तो माथिको चाहिँ यो चाहिँ ब्रिज हो उताको चाहिँ मेट्रोको बाटो भइहाल्यो हैन यो चाहिँ तल हामीहरू जस्ताको लागि बाटो भइहाल्यो अनि योभन्दा उताको एरिया चाहिँ हाम्रो बमनल्ली पर्छ यता मौसम आजको मौसम पनि बवाल छ यार मौसम बवाल छ तर के गर्नु पुलिसले समातेर नमजा भइरहेको छ त्यही गाइज सो गाइज म चाहिँ अब निस्किन्छु हिँड्छु हैन लगाए चट्ट म चाहिँ अब रुमतिर निस्किसक्यो हैन रुमतिर जानु पर्यो किनभने त्यो फोनको ब्याट्री एकदम डाउन भइसकेको अवस्था छ हैन
हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ के लाग्छ यदि राम्रो लाग्छ भने मेरो युट्युबमा जोडिन सक्नुहुनेछ। त्यसको लागि निर्मल भ्लग्स गरेर हजुरले सर्च गर्नुभयो भने मेरो युट्युब आइडी आउन सक्छ अनि हजुरहरूले सब्सक्राइब गरेर त्यसमा जोडिन सक्नुहुनेछ, जसमा फेसबुक आइडी नै निर्मल भ्लग्स रहेको छ र इन्स्टाग्राम पनि निर्मल भ्लग्स र टिकटक आइडी नै निर्मल भ्लग्स रहेको छ। हजुरहरू जोडिन सक्नुहुनेछ। टु बी कन्टिन्यू, म चाहिँ कन्टिन्यू भ्लगहरू लिइरहेको हुन्छु, तर चाहिँ त्यति खासै राम्रो चाहिँ दिन सकिरहेको छैन। मैले चाहिँ आजभोलि चाहिँ मैले त्यति खासै भ्लगिङमा टाइम दिन सकिरहेको छैन। भ्लगिङ पनि त्यत्तिकै उल्टो सुल्टो जथाभावी मैले एडिट गरेर हालिरहेको हुन्छु, त्यो खासै राम्रो भइरहेको हुन्न। ठेक्न टुप्पाको भिडियो भइरहेको हुन्छ, त्यो मलाई नै थाहा छ, हजुरहरूलाई त राम्रो लाग्ने चान्सै भएन। सो अब चाहिँ म राम्रोसँग कन्टिन्यू दिएर होइन 50% चाहिँ म आफ्नो भ्लगिङलाई फोकस गरेर म एकदम बबाल भिडियोहरू ल्याउने छु। अब नयाँ नयाँ ठाउँहरूमा, बेङ्गलोरको नयाँ नयाँ ठाउँहरूमा यदि हजुरहरूलाई ठाउँहरू थाहा छ भने कमेन्ट गर्न सक्नुहुनेछ। एक दिन चाहिँ नयाँ ठाउँमा गएर नयाँ भिडियो हजुरहरूलाई मजाको भिडियो ल्याउने छु। त्यसको लागि चाहिँ निर्मल भ्लग्स युट्युब च्यानलमा हजुरहरू जोडिनु होला।